ल है हाम्रो मेलो सुरु भयो आजदेखि धान ठटाउने काम। हेर्नुहोस् मेलो यो जयनगर 4 को पुछार ठेउले खोलादेखि हाम्रो सुरु हुँदैछ है धान उठाउनै। हेर्नुहोस् ल पाकेछ हाम्रा साथीहरू उहाँदेखि हिँड्नु भयो। हेर्नुहोस् हाम्रो त सुरु भयो है आजदेखि उठाउन। ल धान लह भइसकेको रहेछ। चट्टा आज उठाइन्छ। यो कालो बाटो अब पुछारदेखि सिरानमा पुग्ने हो आदि। अब हेरौँ कति उठ्छ कति उठ्दैन। यहाँ चाहिँ हाम्रो आँगन टक्क यहाँ ठटाउने यो साखरको पुछार हो। यो चाहिँ चिरपरी दहनी हो है साखरको दुवा भन्ने ठेउले खोलाको। हाम्रो उठाउनु चाहिँ यही मेसो है। घाम लाग्दैछन् घाम लागेको ठाउँ उठाइसके हिजै भने नलागेको ठाउँ आज हो। उहाँ पुगिसक्नु भयो साथीहरू। हाम्रो पालो अब ल उठाउँछौँ आज पार्नुभयो। अनि 1 विकेटले ल है ल धान ठटाउनु सुरु। ट्वाक्क सुरु भयो धान ठटाउन हाम्रो काम। धान गाडिँदा उहाँ हामीलाई के त्यस्तै भयो क्या त। 4 एउटा बिरामी र पाडो ल्याएर आएकोले त्यो पुला 4 एउटा पुला मुखा लिएर काटियो। अहिले मैले भाइले 4-5 छप्टाउनु रम काट्यो होइन पाडो मरिसक्यो। त्यो लठा चाहिँ पुला लठा गरेर सबै हान्टीले मन हानेको जरको पाडो त त्यसमा लठा धसरियो मुर्गी जस्तो भयो। यो नि काट्नु पाडो मरिसक्यो। अनि पछि अनि भाइलाई लिएर सेयर भने चक्कुले सेरियो हत्यारा। मिलानले 200 जति आउनु ल है ल उता पर भिडियो भएर आधी बाटो आइयो ट्वाक्क जाने उहाँ हो माथि यो गाउँ हो देखिएको भिडियो चाहिँ यति तल राख्यो हामी चाहिँ हेर्नुस्
यहाँ जाँदै हुनुहुन्थ्यो तर पुछारमा खोलो देखिया उहाँ ल्याएको ल यहीँ राखियो आज ध्रुव आशालाई ल है हामी त लागि यो बिटा बोकेर घरतिर अन्तिम हानकरा अनुमान 20 बढीमा कति हुन्छ थाहा छैन 20 चाहिँ अनुमान लागेको छ है ल लु धान अब अन्तिम खटाइसक्यो अब हिँड्न लाग्यो थोरैमा 20 अब धेरैमा कति हुन्छ थाहा छैन 5-6 बोरा भइसक्यो यी लु अब अन्तिम चरनी बत्ताएर च्याट्ट बत्ताका सुन जस्ता धान अनुमान चाहिँ 20 छ घाँस ठुलो छ यो अब हिँड्ने यो मालिक यति भइसक्यो छेउनी घटे होइन त्यति लु आजको अन्तिम चलन आइसकियो ल है आजको मेला सकेर लाग्यो घर बल्ल लागेपछि 2 खेप हानेको यहाँ आइसक्नु भयो कोही